सेवा वेलकम टु माई न्यू ब्लग न्यू डे न्यू ब्लगमा हजुरहरूलाई स्वागत छ। आज यति बेला हामी कहाँ छौँ भने हामी चाहिँ क्यान्टिनमा छौँ कि अनि यहाँ देख्नु सक्नुहुन्छ ला भुलि गयो कि सन्जिता अनि पछि ह्याप्पीलाई चाहिँ अलरेडी चिन्नुहुन्छ किनकि हिजोको ब्लगमा हाम्रो ह्याप्पीलाई चाहिँ मैले एकदम सँगले देखाएको थिएँ अनि तपाईँहरूले चिन्नुहुन्छ है। हामी चाहिँ खाजा खानु आएको है। यहाँ खाजा बन्दैछ कि दुईजनाको चाहिँ मेरो त अघि नै त्यहाँबाट देखाउँछु ल देखाउनु त मन थिएन कि र पनि देखाउनु मन लाग्यो देखाउँछु है। मेरो खाजा चाहिँ यहाँ चाहिँ एक्लै बस्दैछ अनि म चाहिँ के भन्छ यो दुईजनाको खाजा आयो हो आन्टीले दिनुभयो। यहाँ चाहिँ एकदम मिठो खाजा पाउँछ एकदम क्यान्टिनमा चाहिँ हुन्छ है खाजा चाहिँ आयो ह्याप्पीको खाजा। अब म चाहिँ यहाँ भुजिया आफै निकाल्छु। कतिवटा चारवटा होइन चारो तपाईँलाई डोरी छैन त यो चाहिँ अलिक साह्रो हुन्छ निकाल्नुको लागि। आज चाहिँ सजिलो गरी निस्छ है। हाम्रो चाहिँ यति बेला तर पढाइ हुँदैछ कि हाम्रो खाजा खाने उ त हुँदैन त टाइम हुँदैन। हाम्रो खाजा खाने टाइम छुट्याइदिनु भएको छैन अनि आफै के भन्छ पढाइ हुँदा पनि आउनुपर्छ। हामी चाहिँ हाम्रो किन हामी आएको भन्दा नि हाम्रो ठाउँ छैन कि बस्ने ठाउँै छैन हामी आएको हो। अनि 3 घन्टीमा चाहिँ अब हुन्छ नि त मेजर पढ्नु जानुहुन्छ त्यति बेला चाहिँ उही गर्दै बस्नु आउनु है यताबाट। हाम्रो बिहानीको सुरुवात चाहिँ यसरी नै हुन्छ। पानी पनि ल्याउनु है। अनि यति बेला चाहिँ त्यति धेरै मान्छेहरू हुनुहुँदैन कि अहिले अब एकछिनमा चाहिँ यति धेरै हुनुहुन्छ। अनि यहाँ पनि हेर्नु सक्नुहुनेछ यता पनि हुनुहुन्छ। अनि अब यहाँ आउनुहुन्छ ह्याप्पी एकदम थुक्पा चाहिँ यहाँको चाहिँ भुल्नै नसकिने खालको छ एकदम मिठो छ है। ह्याप्पी पनि आइसक्यो खाजा लिएर। अनि ह्याप्पीले चाहिँ आज ढोलाइराखेको छैन किनकि ठाउँै छैन खाली नै छैन। अनि ठाउँ खाली छैन कि यस्तो प्याक छ कि लास्ट बेन्चसम्म खाली छैन। तर म चाहिँ हामी चाहिँ 4 जना बसिरहेछौँ नि त्यो बेन्चमा तर हामी 4 जना आउनु भयो हाम्रो सन्जिता। अनि पछि अब हामी चाहिँ खानु लाग्यौँ। अब चाहिँ हामी खायौँ ल। हाम्रो बिहानीको सुरुवात चाहिँ यस्तै छ है। तपाईँहरूको सुरुवात चाहिँ त्यो बिहानीको सुरुवात चाहिँ करेसाबारीबाट हुन्छ नि त अहिले ट्रेन्ड अरे कि। अनि त्यो अहिले चलिरहेछ नि त्यो ट्रेन्ड हो कि के हो HA इट इज इट्स पनि भन्छ अनि ल हिरा पहिरो खोलाको बाटो नमान्नु डराइड। म त त्यस्तो पनि गर्छु त किनकि मलाई लाज लाग्दैन कि बोल्नु थालेपछि लजाउनु हुँदैन। जिन्दगीको गोरेटोमा साथीहरू मन खोलेर एकदम रङ्गी चङ्गी गर्दै बोल्नुपर्छ। डराउनु हुँदैन। जो डरायो त्यो हरायो होइन सन्जिताजी। अन्त जी हाम्रो यो ह्याप्पीको चाहिँ नि यो के भन्छ हाम्रो नि यो त फेभरेटै हो कि तर ह्याप्पीको एकदम फेभरेट हो नि। यो त सकेर पनि अझै खान्छ ह्याप्पी त यो। अनि अब चाहिँ हामी खान्छौँ भने क्लास जान्छौँ। अब चाहिँ हामी खायौँ ल। खाएको चाहिँ नदेखाउँ होला। ए उता खानु हुँदैछ जो हेर्नुहुन्छ एकचोटि। अनि यहाँ खानु हुँदैछ सन्जिताजीले। अब म पनि खान्छु यति भन्दै मेरो भ्लग यही सक्यो। बाई बाई।